हेलो गाइस, वेलकम ब्याक माई युट्युब च्यानल। तपाईँहरूलाई चाहिँ म आज प्रत्यक्ष रूपमा देखाउन गइरहेको छु। सर्वप्रथम त शुभ बिहानी, गुड मर्निङ चियाको साथमा है। अनि हिजो चाहिँ नि धादिङ बेसीमा 3, 4, 5 बजीतिर पऱ्यो होला, पानी परेको थियो। यस्तो बगल पानी परेको थियो, त्यसको नि भिडियो म अहिले तपाईँहरूलाई अपलोड गरेर देखाउँछु। साथमा हिजो जति नि असिना पानीले बर्स्यो, क्षतिपूर्ति भयो, त्यो चिजहरू चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु है। हेर्नुहोस् यो मेरो चाइनिज साग यस्तो हालतमा पुरै कुटेर ढुट्टो बनाएछ। अनि यतातिर तपाईँको अर्को छ ड्र्यागनको टुसाहरू, पुरै झारेछ। हेर्नुहोस् है, पुरै यस्तो भएको छ, पुरै ढुट्टो बनाएको छ। यो त गोलभेडा थियो, गोलभेडा नि पुरै भित्र झरेको छ है। यतातिर गोलभेडा पाकिरहेको छ साथीहरू। त्यति चाहिँ धेरै भएको छ। यहाँ अलिअलि हल्का खुर्सानी फलेको थियो, त्यो नि पुरै झारेछ है। यस्तो अवस्थामा छ है साथीहरू। गाई हो अरू मेरो तर तलतिर हेर्नु, मकैबारी केही छैन, पुरै ढुट्टो पिरो छ। यता चाहिँ एउटा निङ्ग्रोको बोट थियो, त्यो पनि रिपोतासले बिचरा पाक्नै दिइरहेको छैन। गोलभेडा पाकेको त छैन है साथीहरू, पाक्दैछ भन्ने लाग्यो थियो, तर पाकेको छैन। फलेको चाहिँ छ है। हेर्नुहोस् है, गोलभेडा फलेछ यहाँ चाहिँ। हेर्नुहोस् यति नै फलेको छ गोलभेडा। हेर्नुहोस् यसपालि चाहिँ गोलभेडा भएको छ। यतातिर चाहिँ स्ट्रबेरी हेर्नुहोस् है साथी, यत्र फलेछ है। हेर्नुहोस् एउटा मात्रै छ, यतातिर अर्को पनि रहेछ, तर यो चाहिँ काँचै छ है साथी। स्ट्रबेरी बोट धेरै त छैन, 1, 2, 3, 4, 5, 6, 7 बजी त्यसमा रोपेछ। भोलि हो वर्षेनी पानी परेपछि यस्तै नोक्सान हुन्छ। हेर्नु अब मेरो ड्र्यागनलाई चाहिँ अब छैन, ओपनमा हो, पुरै यस्तो ढुट्टु गरेर हानेछ। यतातिर पनि त्यस्तै भएको छ सबै। हेर्नुहोस् भर्खर मुना बिचरा यस्तो ठुट्टो बनाइदियो। अनि यता तलतिर हेर्नुहोस्, यहाँ बारी यत्रो खाल्डो भएको छ, यो पुरै पानी भरि बसेर। यो चाहिँ धानबारी है। यो धानबारीले गर्दा यहाँ हामीलाई साह्रै क्षति बिहोर्नु परेछ। रोडमा चाहिँ पुरै बगायो, कङ्कटाले थियो, दुईतिर पुरै हिलो भएको अवस्था छ रोडमा। साथी एक दिनको पानीले यस्तो हुन्छ भने टाइटर तल। अनि यतातिर मेरो डल्ले खुर्सानी अलिअलि फलेको थियो, हिजो चाहिँ असिनाले पुरै ढुट्टो पिठो गरेर। हेर्नु साथी, फुल पनि सुन्दै थियो, फुल पनि खिल्न दिएन बिचरा, पुरै झारियो। अब के फलेर त्यस्तै होला, यति नै होला फलिदिने। गोलभेडा चाहिँ यसपालि फलेको छ साथी, मेरो छतमा रोप्यो भने गोलभेडा फलेदेखि यहाँ चाहिँ हल्का हल्का पहेँलो हुँदै गएको छ, पाक्नु लाग्छ। हेलो हेर्नुहोस् है साथी, गोलभेडा है मेरो, यो चाहिँ लोकल गोलभेडा हो। हेर्नुहोस् यो पाक्दैछ, हल्का हल्का सानो सानो छन् ताता। हिजो बिजुली बनाएछ असिनाले, पुरै भुइँतिर लाता रहेछ। हेर्नुहोस् है गाइज, अब मेरो यता चाहिँ खुर्सानी रोपेछ है साथीहरू। यस्तै यो चाहिँ मेरो मल है, पेनाको झोल। हेर्नुहोस् साथीहरू, म चाहिँ यसरी डोकोमा चाहिँ तरुल रोपेर, तरुल भर्खरै यस्तो
सानो टुसा मुनाउनु लाग्यो टुसा निक्लिएको थियो त्यो नि पिठो पिठो कुटेको छैन यो एउटा चाहिँ ठुलो भएको बोट पुरै टुङ्गाउनु सक्छु मैले बल्ल यति जान्छ अब यता छोडिदिनु थियो हवस् त साथीहरू यो चाहिँ तपाईँहरूले देखिरहनु भएको छ तपाईँहरूले भन्नु होला यो मान्छेले के हो घाँस रोपेछ सिरुपाते पात जस्तो देखिरहनु होला सिरुपाते पात होइन यो लेमन ग्रास है साथीहरू चियामा चाहिँ अहिले खाँदै चट्ट चाहिँ टेस्टी आउँछ यो फाइदा नि छ शरीरको लागि यतातिर चाहिँ निम्रो बोटै हेर्नुहोस् है हिजो हुरीले पुरै लतारेर भुइँतिर गएको छ यहाँ चाहिँ दुईवटा चाहिँ सनब्यागमा लसुन रोपेछ लसुन अब सुक्यो लसुनको सिजन खत्तम हुँदै गएछ हवस् त साथीहरू यति भन्दै आजको मेरो यहीँ टुङ्ग्याउन चाहन्छु शुभ बिहानी बाई बाई